सहरको कोलाहल र भिडभाडबाट अलि पर थकान मेट्ने र मनको शान्ति भेट्ने हरेक पदयात्रीहरूको लागि एउटा गन्तव्य स्थल हो लाङटाङ भ्याली। काठमाडौँबाट नुवाकोटको बिदुर रसुवाको धुन्चे हुँदै एकै दिनमा स्याब्रोबेसी पुग्न सकिन्छ। स्याब्रोबेसी लाङटाङ पदयात्राको लागि आरम्भ स्थल हो। बिहानीको न्यानो घामसँगै हामीले यात्राको सुरुवात गर्यौं। सुसाइरहेको खोला, चराहरूको चिरबिर अनि हावाको भेगसँगै आफूलाई नचाइरहेको झोलुङ्गी पुलहरू तर्दै उकालो चढ्दै हामी यात्रामा रमाउँदै थियौं। प्राय पदयात्रीहरू पहिलो दिन लामा होटलमा रोकिँदा रहेछन्, तर हामी त्यस दिन रिभरसाइडमा रोक्यौं। बिहानको नास्ता रिभरसाइडमै गरेर हामीले अर्को दिनको सुरुवात गर्यौं। यात्रामा देखिएका जनावरहरू, चराचुरुङ्गी र प्राकृतिक सौन्दर्यहरूसँग रमाउँदै हामी लाङटाङ भ्यालीमा पुग्यौं। लाङटाङ भ्यालीमा खाना खाएर हामीले क्यान्जन गुम्बालाई लक्ष्य बनाई अगाडि बढ्यौं। करिब 3-4 घण्टाको यात्रापछि हामी क्यान्जन गुम्बामा पुग्यौं। सबैको मुहारमा थकान सजिलै देखिरहेको थियो। थकानसँगै आफ्नो गन्तव्यमा पुग्नुको आनन्द पनि थियो। साँझपख चिसो पनि बढिसकेको थियो। हामी समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा पुगेका थियौं। क्यान्जन गुम्बामा रोकिएको हामी भोलिपल्ट बिहानै नास्ता गरेर हिम श्रृङ्खलाहरूको अवलोकन गर्न फेरि उकालो चढ्न थाल्यौं। 2 दिनको लगातार हिँडाइले थलिएका हामी तर पनि रोकिएनौं। जति उकालो चढ्दै गयो त्यति उचाइ पनि बढ्दै थियो। बगिरहेको खोला हेर्दै शेरकोरीको त्यो टुप्पो ताक्दै हामी लम्किरह्यौं। करिब 3 घण्टाको हिँडाइपछि हामी 5000 उचाइमा रहेको शेरकोरीमा पुग्यौं। हिउँले सेतानमा देखिएको त्यो दृश्य, वरिपरि मुस्कुराइरहेका हिमालहरू हाम्रो स्वागतमा उभिरहेका थिए।